यो भिडियो चाहिँ तपाईहरुको फर यू पेजमा आइराखेको छ भने चाहिँ यो रिडिङ चाहिँ तपाईहरुको लागि है। सो तपाई चाहिँ अहिले सोचिराख्नु भएको छ तपाईको एक्सले तपाईको एक्स पार्टनरले चाहिँ तपाईको बारेमा के सोचिराख्नु भएको छ, उसको एनर्जी करेन्ट एनर्जी चाहिँ कस्तो छ भनेर एकदमै सोचिराख्नु भएको छ भने चाहिँ यो रिडिङ्स तपाईहरुको लागि। सो हजुरको एक्सको करेन्ट फिलिङ्सको कुरा गर्दाखेरि चाहिँ उहाँ करेन्टली एकदमै ओभरथिङ्क गर्ने, स्ट्रेस गर्ने, डाउट गर्ने गरिराख्नु भएको छ। एकदमै स्ट्रेसमा हुनुहुन्छ किनभने उहाँले चाहिँ यो रिलेसनमा चाहिँ एकदमै उहाँलाई चाहिँ ट्रस्ट इस्युहरू भइराखेको थियो। ओभरथिङ्क गर्ने, स्ट्रेस गर्ने, डाउट गर्ने गरिराख्नु भएको थियो। उहाँको लाइफमा चाहिँ अरू पनि अप्सन थियो है। सो त्यो कारणले गर्दाखेरि चाहिँ उहाँले चाहिँ तपाईहरुलाई चाहिँ अप्सन जसरी ट्रिट गर्ने गरिराख्नु भएको थियो, टेकिङ फर ग्रान्टेडको रूपमा लिइराख्नु भएको थियो। सो त्यो कुराहरूलाई लिएर चाहिँ एकदमै ओभरथिङ्क गरिराख्नु भएको छ। उहाँलाई चाहिँ ओभरथिङ्कहरू भइराखेको छ। सो उहाँले चाहिँ तपाईलाई एकदमै अप्सन जसरी ट्रिट गर्नुभयो नि त, त्यो कुराहरूलाई लिएर चाहिँ एकदमै कन्फ्युज्ड हुनुहुन्छ। वाइ मैले चाहिँ किन त्यस्तो गरेँ भनेर सोचिराख्नु भएको छ है। सो उहाँ चाहिँ एकदमै जिद्दी टाइपको पर्सन हुनुहुन्छ है। उहाँ माई वे अर हाइवे, उहाँले भनेको गर्नुपर्ने, उहाँले भनेको जस्तो नै गरेन भने चाहिँ नो यु आर आउट फ्रम माई लाइफ जस्तो बिहेभहरू गरिराख्नु भएको थियो। सो अहिले चाहिँ उहाँको करेन्ट एनर्जीको कुरा गर्ने भने चाहिँ त्यो एनर्जी चाहिँ एकदमै चेन्जेस भइराखेको छ। उहाँको मनमा तपाईको लागि माया थिएन होइन, थियो, तर उहाँले चाहिँ त्यति आफ्नो फिलिङ्सहरू चाहिँ देखाइराख्नु भएको थिएन। एकदमै उहाँले चाहिँ हुन्छ नि तपाईलाई सो एकदमै माई वे अर हाइवे टाइपको एनर्जी थियो उहाँको, तर अहिले चाहिँ चेन्जेसहरू भइरहेको छ उहाँको एनर्जीमा। उहाँको मनमा चाहिँ तपाईँको लागि फिलिङ्स थियो, माया थियो, तर उहाँले चाहिँ देखाइराख्नु भएको थिएन। त्यति धेरै एक्सनहरू पनि नलिने, फिलिङ्सहरू पनि एक्सप्रेस नगर्ने, नदेखाउने गरिराख्नु भएको थियो। तर उहाँको अहिले टोटल्ली एनर्जीहरू चाहिँ चेन्ज भइरहेको छ। उहाँलाई चाहिँ अहिले तपाईँलाई चाहिँ आफ्नो फिलिङ्सहरू एक्सप्रेस गर्न मन लागिरहेको छ। यो कनेक्सन चाहिँ अगाडि बढाउँ कि मेसेज गरौँ कि नगरौँ भनेर एकदमै दोमन भइराखेको छ। र अब जे भयो भयो, म चाहिँ अब एक्सन लिन्छु जस्तो बिहेभहरू पनि गरिराख्नु भएको चाहिँ देखिन्छ है। सो ओभरअल उहाँको करेन्ट एनर्जीको कुरा गर्दाखेरि चाहिँ उहाँले तपाईँलाई चाहिँ केही कुराहरू चाहिँ एक्सप्रेस भन्न चाहिराख्नु भएको छ, एक्सन लिन चाहिराख्नु भएको छ। उहाँको बिहेभियरको कारणले गर्दाखेरि चाहिँ उहाँलाई किनभने यो रिलेसनमा चाहिँ अलिकति डाउटहरू लागिरहेको थियो नि त। सो त्यही कारणले गर्दाखेरि चाहिँ उहाँले त्यस्तो बिहेभियरहरू चाहिँ गरिराख्नु भएको थियो। सो अहिले चाहिँ टोटल्ली उहाँको एनर्जीहरू चाहिँ चेन्ज भइरहेको चाहिँ देखिन्छ। उहाँले आफ्नो फिलिङ्सहरू एक्सप्रेस गर्ने, भन्नको लागि चाहिँ चाहिराख्नु भएको चाहिँ देखिन्छ है। र कता कता उहाँलाई चाहिँ तपाईलाई एकदमै उहाँले इन्जस्टिस गरेको रियलाइज पनि भइराखेको छ। र उहाँ चाहिँ तपाईलाई टेक्स्ट मेसेजहरू गर्ने, यो रिलेसनमा चाहिँ न्यू बिगिनिङ, फ्रेस स्टार्टहरू चाहने जस्तो फिल पनि गरिराख्नु भएको छ। र भेरी सुन तपाईँले चाहिँ तपाईँको एक्सबाट चाहिँ टेक्स्ट मेसेजहरू चाहिँ रिसिभ गर्न सक्ने चान्सेसहरू चाहिँ देखिन्छ है। सो यो रिडिङलाई क्लेम गर्न चाहनुहुन्छ भने चाहिँ आई क्लेम दिस पोजिटिभ एनर्जी भनेर क्लेम गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू।